Alright guys, we're at Kirtipur. We're looking for a guide. यो चाहिँ पहिला हाम्रो यहीँबाट सुरु गरौँ। यो चाहिँ बाघ भैरव किर्तिपुरको मूल देवता। यो चाहिँ आजु देगो। आजु भनेको बाजे। बाजे हजुर। अब नेवारहरूले चाहिँ आजु भनेको बाजे, बजेलाई अजी भन्छ। अजी हैन। अनि यो बाघ भैरव भनेको बाघ भने चाहिँ अब रूप चाहिँ तपाईको बाघ जनावरै भयो र यसको स्वरूपमा चाहिँ यहाँ चाहिँ के छ भने यो बाघ भैरव मन्दिर चाहिँ तपाईको यो पशुपति भन्दा पहिलाको यो मन्दिर। यो चाहिँ तपाईको शिवदेवको पालोमा जीर्णद्वार भएको यो भत्किएको थियो। यसलाई चाहिँ रिनोभेसन भएर यो यसरी नयाँ भनौँ न। अब यो त 2000 वर्ष पुरानो यो यस्तो। हजुर हजुर पशुपति उत्पत्ति भन्दा पनि पहिलेको यो हजुर। अनि यसको चाहिँ कथा अनुसार चाहिँ यो के छ भने मेन चाहिँ यो छ तपाईको यो बाघ भैरव मन्दिरको नाम चाहिँ यसलाई चाहिँ हामी नेवारीहरूले चाहिँ गुडे भन्छ। गु भनेको जङ्गल, डे भनेको ठाउँ, देश, गुडे। यो चाहिँ तपाईको जुन चाहिँ यो गणेश भगवान अनि अष्टमातृका छन्। यसको पहिला यो बाघ भैरव मन्दिरभित्र चाहिँ के थियो भने जङ्गल थियो। यो एरिया जङ्गल। यो जङ्गलमा चाहिँ के भयो भने बच्चाहरू चाहिँ भेडा चढाएर खेल्ने। त्यो क्रममा चाहिँ क्रमबद्ध रूपमा चाहिँ खेल्दै गएको बेलामा चाहिँ त्यो भेडाहरू बनाउँदा खेल्दै गरेको क्रममा चाहिँ अब बाघ भैरवको ठाउँमा यसरी खेल्दा हामीले चाहिँ अब बाघ बनाएर खेल्यौँ। त्यो बाघलाई चाहिँ के गर्न लाग्यो भने अब जिब्रो हाल्नु पर्यो भनेर पात खोज्न गए। अनि यो भेडाहरू चाहिँ गोठालाहरूले चराउँदै थियो। त्यो बेलामा के भयो भने चराउँदै गरेको क्रममा चाहिँ पात खोज्न यो जङ्गल छ तल, जङ्गलबाट पात लिएर आएको बेलामा त्यहाँको भित्रको बाघले चाहिँ सबै भेडालाई चाहिँ यो चाहिँ तपाईँको एउटा सत्यको कथामा आधारित पहिला अनि त्यसरी चाहिँ खाइदिएछ। खाइदिएपछि अब त्यसो भए अब बाघलाई चाहिँ जिब्रो नहाल्ने त्यही भएर चाहिँ अहिले यो भित्र मूर्ति जुन छन् हजुरहरूले हेर्नु भएको छैन होला। त्यहाँभित्र चाहिँ बाघ गरेको मात्र छ, जिब्रो पनि छैन। अनि यो चाहिँ एउटा के भने तपाईको बाघ भैरव मन्दिरभित्र चाहिँ यो जुन बाघ बनिसकेपछि यसमा चाहिँ भगवान शिवको त्यो आत्माभित्र चाहिँ शिवको प्रवेश भयो हैन। प्राण प्रतिस्थापना भयो। प्राण बसेपछि अब भगवानलाई चाहिँ शिव भगवानलाई चाहिँ हामीले बाघ भैरव भनेर स्वरूपमा मान्यौँ। अनि यो मानेको भएर यसलाई चाहिँ हामी के गर्छौँ भने भाद्र 1 गते सिंहे सङ्क्रान्ति भन्छ। अरू चाहिँ तिथि मिति अनि तपाईँको पूर्णिमा हैन यस्तो यस्तो हेरेर चाहिँ जात्रा पर्व हुन्छ। यो भगवानको चाहिँ भाद्र 1 गते सिंहे सङ्क्रान्तिको दिनमै जात्रा हुन्छ, भाद्र महिनाको 1 गते। अनि यसलाई चाहिँ यसरी जात्रा गरिन्छ। यो चाहिँ तपाईँको भित्र पनि के छ भने भित्र बाघ भैरवको मूर्तिमा चाहिँ हामीले चाहिँ यो पनि हामीले फेरि रिनोभेसन गरिसकेँ। कारण किन भन्दा भित्रभित्र मुसाले बिगारेको भएर यो चाहिँ हामीले यो बनाएको झन्डै अब 8-10 वर्ष जति भयो भित्र। तीनचोटि आक्रमण गरे शाह राजा किङ पृथ्वीनारायण शाहले आक्रमण गर्दा तपाईको यहाँ त खासै केही पनि छैन हैन। तैपनि एउटा के भयो भने यहाँको चाहिँ जति पनि वासीहरूको भनेको किसानै हो। अनि किसान भएपछि यहाँ चाहिँ तपाईँ खेतीको काम गर्ने, खेतमा काम गर्ने, खेतबाट उत्पादन भएकै जस्तै धान भयो, गहुँ भयो, जौ भयो त्यही खाने। अनि युद्ध गर्ने बेलामा तपाईँको केही पनि थिएन हतियारहरू, त्यही हातमा भएको त्यही ज्यावल मात्रै हो। त्यो क्रममा चाहिँ यता जुन जति पनि अहिले यो तपाईँको तरवालहरू भयो, ढालहरू भयो हैन। यो मुकुट छ नि, यो चाहिँ तपाईँको कालु पाण्डेको मुकुट। यो यस्तो परेको एउटा छ नि त्यहाँनिर बीचमा यो एउटा छ नि खर्गको लाइनै बीचमा टोपी छ नि एउटा फलामको टोपी। अनि यो चाहिँ
छालाको ढाल यो छेक्ने हैन यो सबै कीर्तिपुरवासीले चाहिँ लुटेर यहाँ भगवान्कोमा राखिदिएको यो चाहिँ अब पृथ्वीनारायण शाहले झगडा गर्दा पटक पटक हमला गर्दा पनि यहाँ जित्न नसकेर धेरै पटक भइसकेपछि पनि जित्न नसकेको भएर अनि यहाँ चाहिँ कीर्ति राज्य लक्ष्मी भन्ने एकजना केटीले चाहिँ त्यसको मोहरा बनाएर मतलब त्यसलाई चाहिँ अगाडि राखेर झगडा गर्यो त्यो बेलामा पनि उसले नसकेर तल हाम्रो एउटा लक्ष्मी गाँ भन्ने छ त्यहाँ चाहिँ केटीहरूले त बढी यसरी मुख धुन्छ त्यो मुख धोएको उसले चालबाजी चाहिँ केटी रहेछ भनेर आक्रमण गर्दा त्यहाँ ढोका खोलिदिएको थियो बाहिरको भागेको अनि राजाहरूलाई चाहिँ मार्नु हुँदैन राजा भनेको नारायणको स्वरूप हो भन्ने हिसाबले चाहिँ यहाँबाट भाग्दा गोर्खा भाग्नु भएको थियो गोर्खामा चाहिँ बाघले नि टोकेर उहाँको मृत्यु भयो हजुर त्यसरी मऱ्यो इतिहासमा त्यसरी भयो होइन त्यसरी भएपछि अनि यहाँ चाहिँ अहिले पनि छ कि राज परिवारहरू कोही पनि यहाँ आउनु मिल्दैन अहिलेसम्म आएको पनि हामीलाई थाहा छैन उनीहरूको कुललाई चाहिँ राम्रो हुँदैन भन्ने एउटा जनमानस छ यो चाहिँ हजुर यो चाहिँ खोडा चाहिँ त्यो बेलामा झगडा गरेको बेलामाको यो चाहिँ खोडा यो हजुर यो मन्दिर सँगसँगैको खोडा यो यो पुरै फलाम अनि मैले अघि हजुरहरूलाई भने नि जुन चाहिँ तपाईँको भाद्र 1 गते पूजा हुन्छ नि भित्र चाहिँ बलि चल्दैन यहाँ चाहिँ तपाईँको पञ्चबलि चल्छ हाँस कुखुरा अनि राँगो बोका हैन अनि भेडा पञ्चबलि यहाँ चलाउँछ यहाँ पूजा गरेर अनि जात्रा पर्व सुरु हुन्छ यहाँ चाहिँ यो चाहिँ तपाईँको नित्यनाथ भने शिव तपाईँको यसलाई चाहिँ हामी एउटा नेवारी कल्चरमा जति पनि बाजागाजाहरू सिकाउँदा पहिला यहाँबाट पूजा गरेर तानेर जुन ठाउँमा सिकाउने हो त्यो ठाउँमा लगेर अनि म्युजिक चाहिँ सुरु गर्छ र सुरु पनि यहीँबाट हुन्छ अन्त्य पनि यहीँ हुन्छ र अन्त्य भइसकेपछि चाहिँ प्रसादको रूपमा यसरी बलि चढाएर चाहिँ यहाँ यसरी राँगोको यसरी खप्पडहरू राख्ने चलन यो चाहिँ यो सबै यो जति नै छ नि यो त अब भनौँ न 20-30 वर्ष पुरानोहरू हो यो चाहिँ यो यस्तो छ यहाँ काटेर अनि तपाईँको भोग दिएर अनि भोज खाएर प्रसाद लिएर गुरुले सिकाएकोलाई पनि प्रसाद दिने सबैले भोज खाएर टोलवासी नै मिलेर भोज खाने चलन हुन्छ यो चाहिँ अनि तपाईँको यहाँ भजन मण्डल भयो यहाँ भजन गर्ने ठाउँ भयो यो चाहिँ बाघ भैरव अनि तपाईँको नगर भजन मण्डल भयो होइन अनि यो चाहिँ अघि मैले जुन भने नि तपाईँहरूलाई बाघ भैरव रथ परिक्रमा समिति भनेको त्यो तपाईँको भाद्र 1 गतेको जात्रा पर्व चाहिँ यहीँबाट सुरु हुन्छ अनि अघि हामीले भनेको कुरामा चाहिँ यसरी हाम्रो यो पूजा यो सस पूजा अहिले यो तपाईँको के भन्छ फागु महिना छ नि त फागुनमा त होली खेल्छ हाम्रो चाहिँ सस पूजामा यसो टोलको दिदी बहिनी आमा बाहरू सबै मिलेर यसरी मिलेर चाहिँ भोज खाने गर्छ हजुर दे हस् अनि यो चाहिँ हामीले नि हाम्रै गुठीले राखेको एकजना कीर्तिपुरवासी उहाँ चाहिँ लन्डनमा हुनुहुन्छ उहाँको एकलौटी डोनेसनबाट उहाँको 60 लाख उहाँले डोनेट गर्नुभएको अनि यो चाहिँ घण्टाको पनि इतिहास छ कीर्तिपुरमा चाहिँ आक्रमण गर्दा चाहिँ तपाईँको 865 जनाको दुधे बालकदेखि लिएर नाक ओठ कान काटेर उसले चाहिँ तपाईँहरू जुन गाडीमा आउनु भयो नि उकालोमा त्यहाँ एउटा थुपारेर फालिदिएको सजाय दिएको अनि उहाँ यो सबै सम्पूर्ण हाम्रो अजी भनौँ न हामी धेरै पुस्ता पहिलाको सबैको सम्झनामा चाहिँ यो घण्टा राखेको हामीले उल्लेख पनि छ अनि यही जात्रा पर्वमा 108 यो चाहिँ बजाउने हामीले
यो चाहिँ अहिले हालसालै तपाईँको 3 वर्ष जति भयो होला हामीले हालेको। हाल्न त हामीले हालेको, तर डोनेसन चाहिँ उहाँको नाम चाहिँ लोकलाल महर्जन। उहाँ लन्डनमा हुनुहुन्छ, उहाँको फ्यामिली नै उता हुनुहुन्छ, उहाँ पनि नेवारै हो। अनि अघि हामीले जुन कुरा गऱ्यौँ नि तपाईँको योसँग रिलेटिभ चाहिँ तपाईँको यो जङ्गल, यही जङ्गलमा पात खोज्ने क्रममा चाहिँ यो सबै जङ्गल, यो जङ्गल चाहिँ धेरै ठुलो छ। लास्ट त तपाईँहरू माथि आउने ठाउँ छ नि, त्यहाँ समय छ, लास्टमा समय छ। तपाईँ त जुन गाडीमा पिचबाट आउनुभयो नि, यो पुरै ठाउँबाट छ है। यो चाहिँ यो जङ्गल भयो। यही जङ्गलको पात खोज्न जाँदा चाहिँ भगवान् शिवले सबै भेडा खाइदिएको भएर अनि यो यहाँको चाहिँ केही पनि घरमा लान हुँदैन भन्ने एउटा किम्वदन्तीमा लेखेको पनि छ। अब तपाईँहरू के माथि पनि जाने मसँगै? आउनुहोस् ल, आउनुहोस्। यो चाहिँ तपाईँको ललितपुरमा पटक आगो लाग्ने भयो। अनि के कारणले आगो लाग्यो भन्ने ज्योतिषीहरूलाई तपाईँहरूले सुन्नु पनि भयो होला। जामुना गुबाज भनेको खाना नखाने, उहाँलाई चाहिँ देखाउँदा किर्तिपुरमा भएको बाघ भैरवको तेस्रो नेत्र त्यहाँ परेको भएर आगो भएको भनेर ललितपुरबाट आएको मान्छेले त रातारात यो मन्दिर उठाएर गएको, बनाएर गएको। यहाँ चाहिँ भगवान् गणेश हुनुहुन्छ होइन। अनि त्यो पालबाट चाहिँ ठ्याक्कै यहाँ छेक्ने, यसरी हेर्दा चाहिँ ठ्याक्कै तेस्रो नेत्र देख्ने भएर यो छेक दिएको। अनि त्यसपछि चाहिँ त्यहाँ चाहिँ आगोको त्यस्तो ज्वालाहरू रोक्यो, त्यसरी भएको। अनि यो चाहिँ हाम्रो अब गुठीकै भयो होइन। अनि यो सानो घर पनि उहाँ लन्डनकै अङ्कलले बनाउनु भएको, उहाँको छोरी बित्नु भयो, छोरीको नामबाट यो बनाइदिएको। यो चाहिँ 7 गाउँले जात्रा भनेर हाम्रो ललितपुर किर्तिपुर अनि तपाईँको ठानकोट अनि तपाईँको यो बोसे गाउँ अनि नगाउँ पाङ्गा ठाउँको नाम, त्यति 7 गाउँले मिलेर जात्रा गर्ने बेलामा मात्रै एकचोटि जात्रा हुन्छ। त्यो चाहिँ मङ्सिर महिनामा हुन्छ यो जात्रा। भैरवको जुन जात्रा भने नि, जात्रामा चाहिँ यो भगवान्को जात्रा गरिन्छ। मूर्ति एउटै हो। यसलाई पहिला सुनले जलप गरेको थियो, अहिले तामामा सुन हालेको हो। हुँदा चाहिँ त्यो धेरै वर्ष चल्न, अब नेवारहरूको त कस्तो जाँड रक्सी चलाउने चलन छ, भगवान्लाई पनि त्यो चलाउँदा सुनको जलपहरू चाहिँ सबै गएको। अनि मूर्ति चाहिँ यसरी भएको। उहाँहरू चाहिँ यहाँको अब तपाईँको त्यो भनौँ न जोङ्कु भन्ने थाहा छ होला नि, त्यो गरेको 2-3 पटक गरेको हुन्छ नि। वरिष्ठ जेठो बाठोले मात्रै पूजा गरिन्छ। यो यस्तो चलन छ यहाँ। अब माथि जाने, आउनुहोस्। अनि यो एरिया चाहिँ तपाईँको यहाँबाट जुन अब हामी जाँदैछौँ, यो चाहिँ किर्तिपुरको दरबार एरिया, ल्याकु दरबार। ल्याकु भनेको अब यो एरियाको नाम भयो। ल्याकु भनेको नेवारबाट चाहिँ दरबारको एरियालाई ल्याकु भनिन्छ। यो नेवारी शब्दमा भयो है। यो दरबारभित्र छिर्ने मेन गेट चाहिँ यो चाहिँ पुरानो हो, तर यसलाई चाहिँ अब भत्किएको भएर अब राज्यले पनि त्यति हेरेको छैन अहिले। यो चाहिँ बनाउने प्रोसेसमा चाहिँ छ, तर चाहिँ यहाँ चाहिँ मेन दरबारको गेट चाहिँ यो। यहाँबाट हामी इन्ट्रान्स हुने ठाउँ हो, जुन चाहिँ हाम्रो मेन गेटबाट चाहिँ भित्र छिर्दा दरबार एरिया आउँछ। त्यो एरियाको लाइनमा भित्र पर्छ यो। अहिले हामी चाहिँ यो केमा जाँदैछौँ भने यो पुरै दरबार भयो। यहाँ चाहिँ अब किर्तिपुरको परम्परादेखि लिएर जे पूजा हुँदा पनि पहिला भनौँ न तपाईँको अफिसबाट राज्यबाट चाहिँ यहाँ राज्यको व्यक्तिहरू आएर हेर्छ अनि पूजा सुरु गर्न अनुमति दिन्छन् यो ठाउँबाट। अनि हामी चाहिँ यहाँ चाहिँ परम्परा अनुसार नेवारहरूको चाहिँ यो ठाउँमा आएर चाहिँ यसरी पूजा गरिन्छ। अनि पूजा त्यहाँबाट अनुमति पाएपछि अनि आफ्नो एरियाबाट के कस्तो चलन छ, के गर्नुपर्ने हो, पूजाआजादेखि लिएर भोजदेखि लिएर सबै गरिन्छ यहाँ। यो चाहिँ अब तपाईँको जुन अहिले यो छ नि स्ट्रक्चरहरू, यो त नयाँ भयो, यो चाहिँ पुरानै स्ट्रक्चर हो सबै। यो चाहिँ जति छ रिनोभेसन मात्रै गरेको अगाडि। यो चाहिँ पुरानै चाहिँ पशुका झ्या भन्छ यसलाई। यो पशुका झ्या भनेको
यो पशुका झ्या भनेको चाहिँ कीर्तिपुरमा यही एउटा मात्रै छ। यो चाहिँ कस्तो भने पहिला महारानीहरू बस्ने ठाउँमा भएको भएर यो दरबार एरियाको भएर तपाईँको यो जुन चाहिँ आकृति चाहिँ त्यही बेला बनाएको भएर यसलाई चाहिँ अहिले चाहिँ रिनोभेसन गर्न दिएको चाहिँ छैन। कति पुरानो होला हजुर यो तपाईँको भनौँ न बाघ भैरव मन्दिरसँगै तपाईँको रिलेट भएको चिज हो यो। अहिले हामी जाँदैछौँ उमामेश्वर मन्दिर। उमामेश्वर भनेको चाहिँ उमा भनेको चाहिँ पार्वती भयो, महेश्वर भने शिव भयो। शिव पार्वतीको मन्दिरमा जाँदैछौँ। यो चाहिँ तपाईँको कीर्तिपुरमा सबभन्दा हाइटमा पर्ने मन्दिरमा टुप्पोमा छ यो। यहाँबाट चाहिँ तपाईँको कीर्तिपुरको पुरै भेगहरूमा चारैतिर चाहिँ हेर्न सक्नुहुन्छ। माथि होइन यो चाहिँ तपाईँको बाघ भैरव भन्दा पछिको हो। हुन चाहिँ यो दरबार एरिया हो होइन। यो एरियामा चाहिँ के थियो भने कोटघर भन्ने थियो। कोटघर भनेको यहाँ चाहिँ जुन चाहिँ तपाईँको राजा महाराजाको भण्डार स्टोर सामान हात हतियारहरू स्टोर गर्ने ठाउँ हाम्रो त्यसको ठ्याक्कै यसको पछाडि छ। भन्छन् यो चाहिँ तपाईँको उमामेश्वर भयो, शिव र पार्वतीको। यो मन्दिर चाहिँ कीर्तिपुरको सबभन्दा हाइटमा पर्ने भयो होइन। यो चाहिँ तपाईँको बेल छ नि, यसको चाहिँ जनआन्दोलन कीर्तिपुर नेपालमै जनआन्दोलन भयो नि त 2046 सालमा। त्यो बेलामा भनौँ न तपाईँको जति नि अब पुलिस प्रशासनबाट हामीलाई जुन जनतालाई टचर भयो नि, त्यो बेलामा यो बेल बजायो भने सबै सुरक्षित भएर बस्ने र आक्रमणको सङ्केत पनि गर्ने यसले। यो चाहिँ यसरी बजाउँदा यो चाहिँ पछि यो रिनोभेसनको क्रममा चाहिँ माथिको ठुलो काठ खसेर चाहिँ यो फुटेको भएर यसलाई चाहिँ अहिले त्यति साउन्ड राम्रो छैन यसको। यो चाहिँ तपाईँको यहाँ पनि लेखेको छ। यो चाहिँ यो फेरि नेपालमा यो एउटा अनि तपाईँको घन्टाघरमा त्यहाँ एउटा मात्रै छ। एउटै हो, एउटै हो। यो चाहिँ त धेरै पुरानो हो होइन। यो चाहिँ तपाईँको हामीले भर्खर कुरा गरे अनुसार जुन कोट घर भने नि अहिले यो रिनोभेसन हुँदैछ। यो पनि यहाँ चाहिँ तपाईँको कस्तो भने कीर्तिपुरमा जति पनि परम्परागत हात हतियारहरू यो कोट घरमा एउटा प्रधान भने हाम्रै नेवार जातमा एउटा प्रशासनपट्टिको व्यक्तिहरूले चाहिँ हेर्नु भएको छ। अनि यहाँबाट चाहिँ वर्षमा एकचोटि पायो भने निकाल्छ। पायो भने पायो भनेको तपाईँको के हो भने दसैँमा यो पूजा जुन चाहिँ हात हतियारको पूजा गरिसकेपछि त्यो सुरक्षित छ भन्ने हिसाबले चाहिँ सबैलाई टिका लगाएर होइन यो बाटो चाहिँ हाम्रो मन्दिरसम्म घुम्न जाने गर्छ। यो एरियाबाट चाहिँ तपाईँको कीर्तिपुरबाट जति नि देखिन्छ नि यो सबै देखिने ठाउँ चाहिँ यहीँ हो। अनि तपाईँको त्यो टुप्पोमा छ नि अलिअलि देख्ने त्यो त्यहाँ हाइटमा छ नि अलिकति केबल कारहरू हिँडेछ नि चन्द्रगिरी। यो नाका होइन नि त, नाका तपाईँको पछाडि छ। यहाँबाट सिधै तपाईँ हिँडेर गयो भने ठानकोट पुगिन्छ। गाडी पनि जान्छ तर त्यो ठानकोटबाट नि आक्रमण गरेको भयो नि त। त्यही भएर यो डाँडामा छ। उनीहरूले आक्रमण गर्न नसके पहिले यो ठुलो ठाउँ थियो। त्यो ठाउँमा चाहिँ धेरै ढुङ्गा थिए। उनीहरूले चाहिँ हतियारले हान्ने हाम्रो यहाँको बस्तीको मान्छेले चाहिँ ढुङ्गा गुडाउने अनि ढुङ्गा त लाग्ने नि भन्ने छैन, डर त हुन्छ। अनि ढुङ्गा कुल्टिएर गएर लाग्छ भनेर छलेर हिँड्ने उनीहरू। अनि आउँदा रातारात भयो। अनि यहाँ चाहिँ कीर्तिपुरमा तपाईँको ठाउँमा नाकाहरू छ। नाका सबै बन्द गरिदिए। बन्द गरेपछि उसलाई चाहिँ झन् आक्रमण गर्न गाह्रो भयो। भित्र त छिर्न पाएन, ढोकाहरू छ। यो मेन चाहिँ डिएफ ढोका भनेको जुन हजुरले भर्खर सोध्नु भयो नि, डिएफ ढोकाबाटै भित्र छिरेर आक्रमण गर्ने हो। त्यो पनि एउटा भिरालो ठाउँ छ। त्यहाँ चाहिँ अहिले त्यहाँबाट चाहिँ इन्ट्रान हुन्छ नि त्यहाँबाट। पहिला जे होस्
ती हिमालले सहन गरेर हजुर थियो त्यहाँ ढोका बनायो ढोका अहिले पनि छ अहिले पनि छ अहिले चाहिँ कस्तो भने कुनै कुनै ठाउँमा बिग्रेको ठाउँमा चाहिँ बनाइरहेछ होइन भएको ठाउँ चाहिँ अहिलेसम्म पनि त्यही हिसाबले राखिरहेछ त्यसलाई चाहिँ सुरक्षित गरेर राखेको छ अहिले यहाँबाट चाहिँ काठमाडौँ भ्यू स्वयम्भू भन्दा यो स्वयम्भूको हाइट र यो कीर्तिपुरको हाइट चाहिँ अझ स्वयम्भू भन्दा पनि यो हाइटमा छ हजुर माथि यो चाहिँ अब तपाईँको अब हाम्रो पहिला जस्तो घर चाहिँ कस्तो भने तपाईँको जग्गा किनेर 4 आना 2 आना 5 आना भनेर किन्न पाइँदैन होइन पहिला जस्तो स्ट्रक्चरमा बनाएको कसैको 1 आना पनि हुँदैन कसैको चाहिँ 2 आना म्याक्सिमम ठुलो भनेको 2 आना हुन्छ यो कोड एरियाभित्र यहाँ चाहिँ तपाईँको फेरि कस्तो भने अब यो खाली जग्गा भयो नि त यो जग्गामा जति छ त्यति उठाउने हो यहाँ छोड्ने उता छोड्ने भन्ने हुँदैन किनभने आफ्नो घर बनाउँदा सिमाना हुन्छ त्यो सिमानामा अरूलाई पनि डिस्टर्ब नहोस् र आफूलाई पनि डिस्टर्ब नहोस् भन्ने हिसाबले चाहिँ उठाउँछ पहिला चाहिँ यो कीर्तिपुरभित्र चाहिँ सबै माटोको घर थियो जुन अब तपाईँको पछि चाहिँ भूकम्प गइयो भूकम्पपछि हुन त कीर्तिपुरमा खासै क्षति चाहिँ भएन यो कीर्तिपुरमा क्षति नहुनुको कारण चाहिँ एउटा के हो भने मैले पनि बनाएँ होइन जग खन्दै गएपछि एउटा ढुङ्गा भेटिन्छ त्यही ढुङ्गामै हाम्रो पिलर हाल्ने जग हाल्ने अनि यो चाहिँ टाउको जिउतिर परेको अनि तपाईँको जुन साल नदी छ नि त्यहाँ चाहिँ पुछार परेको भनेर त्यहाँ पनि भूकम्प जाँदा त्यसरी हल्लिँदैन जस्तै कतै कतै धेरै हल्लियो भन्छ नि यहाँ एकदम कमै हल्लिन्छ थाहै हुँदैन अनि त्यही भएर कीर्तिपुरमा चाहिँ भूकम्प पनि कम जान्छ मतलब हल्लाउँछ त्यस्तो क्षति चाहिँ हुन्न भन्ने एउटा हामीले पनि भोगेको हो तर हेरेको पनि हो त्यस्तो भएको पनि छ अनि यसको एउटा पनि तपाईँको यो चाहिँ हाम्रो नेवारी अनुसार यसलाई चाहिँ ख्यालिदियो भन्छ ख्यालिदियो भनेको चाहिँ यो तपाईँको भनौँ न ख्याली भने चाहिँ लभ हुने अनि यो चाहिँ भगवान् चाहिँ के भने पहिला त अब तपाईँको कसैको बिहे गर्नलाई चाहिँ त्यसो बाजागाजा हालेर अनि तपाईँको भनेर दिने कम चलन छ किनभने त सबैको अतल सम्पत्ति हुँदैन अब घर भयो भने अब तपाईँको जस्तो मेरो पनि खेत हुन्छ घर तपाईँको जग्गा जमिन मात्रै हुन्छ सम्पत्ति हुँदैन अनि यहाँ आएर पूजा गरेर तपाईँको कस्तो भने मलाई मन पराउनेसँग कुरा गऱ्यो भने होइन त्यो चाहिँ मिल्छ भन्ने किंवदन्ती अनुसार यसलाई चाहिँ ख्याली भन्छ ख्याली भने चाहिँ लभ गर्ने ठाउँ गर्न जाने त्यस्तो परम्परा अनुसार चाहिँ त्यस्तो पूजा गरेर चाहिँ अब मन परेको पाउँछ भन्ने एउटा किंवदन्ती छ यसको यो त्यही भएर यो चाहिँ तपाईँको अलग्गै भगवान्भन्दा अलग्गै राखेको छ हुन्छ अब आस्था भएको मान्छेहरू त आउँछ नि होइन न्यू जेनेरेसनलाई पो भनौँ न धेरैलाई थाहा नभएर पनि वास्ता हुँदैन एउटा व्यस्तताको कारणले नै वास्ता हुँदैन र पछि त्यो पढ्दै गएपछि आफ्नो कल्चर थाहा हुनलाई त मान्छेले त के हो कसो हो तपाईँहरूले पनि भर्खर भन्नुभयो मलाई बुझाइदिनु के हो कसो तपाईँहरूलाई त खुसी हुन्छ नि त यस्तो पनि रहेछ त हाम्रै ठाउँमा बसेर होइन अब तपाईँले हेऱ्यो यसो हेर्ने मात्रै भयो नि त होइन अनि त्यही भएर यस्तो चाहिँ धेरै ठाउँमा हुन्छ अनि यो चाहिँ यो हाइटमा परेको भएर यहाँ चाहिँ तपाईँको चट्याङहरू जाँदा चट्याङ चाहिँ नपरोस् भन्नेको कारणले चाहिँ यो जुन टुनालहरूमा छ नि त्यस्तो तपाईँको जति पनि पिक्चरहरू छ नि त्यो चाहिँ पुरानो शैलीमा कोडेर राखेको हुन्छ जति पनि अब पहिला नेवारहरूले युज हुने सामानहरू होइन युज गर्ने ज्यावलहरू त्यस्तो राखेर पुरै मूर्तिमा राखेको हुन्छ